बजारमा पाउने छाड्यो चाँदी। सानादेखि ठूला सबै सुनचाँदी पसलमा चाँदीको अभाव, रित्तो हात फर्किँदै उपभोक्ता। यसरी मूल्य दिन प्रतिदिन बढ्न थालेपछि सुनलाई जस्तै चाँदीलाई पनि सुरक्षित लगानीको रूपमा लिँदै धेरैले चाँदी किन्न खोजिरहेका छन्। तर अहिले राजधानीका अधिकांश सानादेखि ठूला सुनचाँदी व्यापारिक प्रतिष्ठानमा चाँदी पाउने छाडिएको छ। चाँदीको चर्को अभाव हुँदा खरिद गर्न चाहने दर्जनौं उपभोक्ता खरिद गर्न नपाएर फिर्ता गइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ बताउँछ। अन्तर्राष्ट्रिय आपूर्तिकर्ताहरूले जनवरीको सुरुवातदेखि नै नेपालमा चाँदीको आपूर्ति नगरेकाले बजारमा चर्को अभाव भएको हो। चाँदीको उपलब्धता नभएर व्यवसायीले जनवरीको 1 तारिकदेखि 1 ग्राम पनि बिक्री गर्न पाएका छैनन्। जनवरी महिना सुरु हुनु अघि अन्तिम पटक सिटिजन्स बैंक मार्फत चाँदी आए पनि यसयता नेपालमा चाँदीको आपूर्ति भएको छैन। सामान्य समयमा नेपालमा दैनिक 400 देखि 500 किलो चाँदीको खपत हुन्छ भने बिहे, व्रतबन्ध, तिहारको समयमा दैनिक 1000 किलोसम्म खपत हुन्छ। तर पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमै चाँदीको उपलब्धतामा निकै कमजोर र मूल्य समेत अस्वाभाविक रूपमा बढ्दै गएकाले त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि पर्यो।